टप लोड भनेको तपाईँको कस्तो भन्दाखेरि माथिबाट लुगा हाल्नेलाई चाहिँ हामीले के भन्छौँ टप लोड है। फ्रन्ट लोड भनेको चाहिँ के भयो अगाडिबाट लुगा हाल्ने। अब यी तिनटाको मेन डिफरेन्स हेर्दाखेरि लुगा धुनको लागि एउटा छुट्टै मोटर, स्पिन गर्नको लागि एउटा छुट्टै मोटर भनेपछि यो मोडलमा कतिवटा मोटर चाहियो तपाईँको? दुईवटा मोटर है। यही कुरा हटाएर टप लोडमा के गरे एउटै मोटर खेलायो तर दुईवटा काम गर्न पायो, वास पनि गर्न पायो स्पिन पनि गर्न पायो। अब यो दुईवटा मोटरलाई हटाएर एउटा मोटर बनाउँदाखेरि के कारणले गर्दाखेरि चाहिँ वास र स्पिन छुट्टा छुट्टै भूमिका खेल्छ भन्दाखेरि तपाईँको गियर सिस्टम बाइकको गियर जस्तै सम्झिनु। स्पिड फेर्दाखेरि ठ्याक्कै गियर फेर्नुहुन्छ भनेपछि यहाँ पनि के गर्नु पऱ्यो लुगा धोइसकेपछि सुक्ने बेलामा स्पिड धेरै हुनुपर्छ, धुने बेलामा के हुन्छ स्पिड कम हुन्छ भनेपछि स्पिड फेर्दाखेरि गियर फेरिन्छ नि भनेपछि यहाँ पनि के गरे गियर सिस्टम लिएर आयो। भनेपछि टप लोडमा के हुँदो रहेछ भन्दाखेरि तपाईँको गियर सिस्टम। अब यो फ्रन्ट लोड भनेको चाहिँ गियर सिस्टमलाई नि हटाएर अब गियर सिस्टमलाई हटाउँदा के गर्यो भन्दाखेरि पिसिबीद्वारा चाहिँ के गर्न पाइयो मोटरको स्पिड कन्ट्रोल भयो। यसरी चाहिँ हामीले अहिले मार्केटमा म्याक्सिमम पाउने भनेको फ्रन्ट लोडको वासिङ मेसिन भयो। अब बनाउन जाँदाखेरि कहिलेकाहीँ यो मोडल र यो मोडल पनि देख्न सकिन्छ है। फ्रन्ट लोडमा चाहिँ यो पिसिबीले ड्राइभ गर्छ, टप लोडमा चाहिँ कसले गर्छ यो पिसिबीले गर्छ है। अब नर्मल्ली वासिङ मेसिनले कसरी काम गर्छ एकचोटि हेर्नु है त। फ्रन्ट भयो पनि त्यही भएन है। मसँग यहाँ के हुन्छ पानी ट्याङ्कीबाट आएको पाइप मैले के गर्छु वासिङ मेसिनले एउटा इनपुट पोइन्टमा जोडेर राखेको हुन्छु। यो धारा सधैँ खुल्ला हुन्छ तर भित्र पानी त जाँदैन भनेपछि यहाँनिर के छ एउटा कन्ट्रोलेबल रिले छ। त्यो रिलेलाई जब मेरो प्रोसेसरले एक्टिभ गर्छ नि तब के गर्छ उसले पानी तान्छ। पानी तान्यो ड्रम त हुनु पऱ्यो, पानी अडिनको लागि एउटा ड्रम त हुन्छ। अब पानी भरियो भनेर थाहा पाउनु पऱ्यो नि। जस्तै मलाई यति लुगा धुन हो भन्यो भने त अब पानी पुग्यो मलाई भनेपछि त पानी त कट अफ हुनु पऱ्यो भनेपछि पानी कट अफ हुनको लागि यहाँ एउटा सेन्सर युज गरेको हुन्छ प्रेसर सेन्सर। अब यो प्रेसर सेन्सरले जब पानी पुग्यो भन्छ तब के हुन्छ यहाँबाट पानी आउन बन्द हुन्छ। अब पानी के भयो स्टकमा बस्यो। अब मेरो काम के हो सरफलाई लिएर आएर भाँडामा राख्ने भनेपछि अब फेरि के गर्छ भन्दाखेरि सरफ राख्ने बट्टामा मोटरले फेरि पानी छ्यापेर त्यो सरफलाई तानेर कहाँ लान्छ ड्रममा लैजान्छ। अब मेरो ड्रममा के भयो सरफ पानी भयो। अब मेरो काम के हो धुनी हो भनेपछि धुनी काम कसको हो मोटरको। अब के गर्छ प्रोसेसरले फेरि रिलेलाई एक्टिभ गराएर अब के गर्ने भन्दाखेरि मोटरलाई पावर सप्लाई दिन्छ। अब मोटर चल्न थाल्यो। अब कति इन्जेल चल्ने के गर्ने भन्ने कुरा तपाईँको इनपुटमा भर पर्छ। सुरुको मोटर छ नि यही माथि राखेको यो चाहिँ मोटर हो है। त्यहाँ बेल्ट सेल्ट लागेको छ नि त्यहाँ त्यो बेल्ट लाउँदाखेरि चाहिँ कस्तो हुन्छ भन्दा लुगा धुँदाखेरि तपाईँको दुईवटा रोटेसन हुनुपर्छ क्या। जस्तै तपाईँले घरमा लुगा धुँदा अगाडि साबुन लाउनुहुन्छ पछाडि मिट हुन्छ लुगा त फर्काउनुहुन्छ नि त भनेपछि यसले पनि लुगा त फर्काउनु पऱ्यो भनेपछि एकतिर यसो हान्छ त्यसपछि लुगा यता गयो फेरि यता हान्छ के भयो अब भनेपछि दुईवटा रोटेसन चाहियो। दुईवटा रोटेसन चाहिनको लागि चाहिँ त्यही गियर सिस्टम युज गरेर पुल्ली बेला यता यता यो ब्लकै हुन्छ तपाईँको 6-7 किलो जतिको है। यो ब्लकले के गर्छ अघि तपाईँले भन्नुभयो नि जुन भाइब्रेसन आयो नि यो त भाइब्रेसन आउँछ। यो भाइब्रेसन आउँदाखेरि चाहिँ यसले के गर्ने खान्छ माथिबाट थेके खाल्छ भनेपछि जब तपाईँको यो फुट्यो अथवा भाँचियो भने तपाईँको धेरै भाइब्रेसन आउँछ। अर्को भनेको यो स्प्रिङ छ नि यहाँ स्प्रिङ ढोल्ला भयो। स्प्रिङ ढोल्ला भयो सस्पेन्सन बढी भयो। सस्पेन्सन बढी भयो भने के भयो भाइब्रेसन बढियो है। अब हामीले पानी आउने ठाउँ भनेको यो यहाँबाट पानी आयो एउटा डाइरेक्ट के हुन्छ ड्रममा जान्छ एउटा सरफतिर जान्छ। सरफलाई तान्छ भित्र लिएर जान्छ त्यसपछि रोटर हान्छ। तपाईँको मेन मोटर यसको कहाँ हुन्छ तलपट्टि हुन्छ। हिटर पनि हुन्छ यसमा। सरफ ठ्याक्कै यति निस्किने भने लिमिट हुन्छ लिमिट भन्दा नि तपाईँको एकचोटि पानी आयो सरलाई जति सोऱ्यो लिएर गयो एकचोटि मात्र फाल्छ। एकचोटि सोर्छ फेरि अर्को राउन्डमा फेरि अर्कोचोटि सोर्छ अनि त्यसपछि त्यही गर्नु सकिन्छ। फेरि हामीले वेदरहरू कति घुम्नेवाला हुन्छ क्या त्यहाँ चाहिँ एक्सेल राखेको हुन्छ। अब यसमा हेर्ने यता पनि घुम्यो यता पनि घुम्यो भनेपछि लुगा के भयो फर्कियो नि त यताबाट पनि गयो उताबाट पनि गयो। अब लुगा सुक्ने बेलामा चाहिँ एउटा मात्र रोटेसन हान्छ। अब एउटा मात्र रोटेसन हनाउन मोटर एउटै छ भनेपछि अब यो गियर सिस्टमले यो गियर बाहिर तानिदिन्छ। अब के हुन्छ यता घुम्न बन्द भयो यता त घुमेन नि त अब भनेपछि एउटा मात्र डिरेक्सन हान्यो। अब यही कुरालाई मैले फेरि गियर छोडिदिएँ भने के भयो यता पनि घुम्यो यता पनि घुम्यो भनेपछि जब लुगा सुक्नुपर्छ तब गियर तानिन्छ। गियर तानियो भने यता घुम्दैन एउटा मात्र रोटेसन हान्छ स्पिडमा हान्छ। यति बेला जब लुगा धुन गियर भित्र बस्छ त्यति बेला के हुन्छ डाउन हुन्छ।